वेलकम ब्याक टु माई न्यू ब्लग। आजको भ्लगमा स्वागत छ तपाईँहरू सधैँ होला। आजको मेरो भ्लगको सुरुवात चाहिँ शिव मन्दिरदेखि नै त्यही हो। आज चाहिँ म जान लागेको छु डाँडागाउँ आफ्टर लङ टाइम। त्यही हो, आज चाहिँ यस्तो टाइम मिलाएर आज शुक्रबार र शनिबार छुट्टी छ नि त। आज चाहिँ त्यो गाल्बो लोसार के भन्दैछ नि त, आज त्योहरू छुट्टी। भोलि शनिबार त छुट्टी भइहाल्यो त्यसै नि। त्यही हो, आज चाहिँ जस माथितिर भिजिट हाल्ने त म डाँडागाउँतिर यसो 3-4 महिना भइसक्यो नगएको नि, भिडियो नि आएन नि त। त्यही भएर यसो गइदिउँ भन्ने सोचेँ नि। त्यही हो, बिहानै उठ्यो तातो पानी खायो। पहिले सुरु दाँत मोल्यो, यताउता गरेर तातो पानी खाएर टक्कसँग गयो। त्यही भ्यू हेर्नु सक्नुहुन्छ। बिहान म अहिले कति बज्यो भने म देखाइदिन्छु हजुरको होइन। 6:50 भइसक्यो। यो बाटो चाहिँ मैले किन भिडियो नबनाएको भने नि, यो चाहिँ यो घरिघरि अफ हुन्छ नि, किनकि मतलब घरिघरि मतलब 1-2 घन्टामा अफ भइरहेको छ नि त। त्यही भएर किनकि यहाँदेखि किन नबनाउने, यो चाहिँ के को समस्या भनेपछि नि, यसको ब्याट्री चाहिँ अलिकति नराम्रो परेछ नि। त्यही हो, अलिकति यसको लागि चाहिँ यो आइफोनको लागि चाहिँ लगभग अलि हाई मतलब हाई पावरको उयो चाहिने ब्याट्री चाहिनु पर्ने नि, तर यसको लो छ नि त। अनि त्यही भएर अलिकति चार्ज ढिलो पर्ने प्लस अन अफ भइराख्नु घरिघरि नै। त्यही भएर म हतपत यसले बनाउँदिनँ। यो चाहिँ अलिकति सर्ट भिडियोको लागि हो नि। त्यही हो, सर्ट भिडियो तपाईँहरूले हेर्नुभयो होला नि, राम्रो हुन्छ धेरै जसो। थाके यार हो आज त म कुद्दै आएको होइन, यत्तिकै नर्मल हिँड्दै आएको नि। त्यही किनकि आज म धेरै माथिसम्म जानुपर्छ नि त। अनि त्यही भएर प्लस त्यही भएर म आज यत्तिकै हिँड्दै आएको नि। माथि गइन्छ चियासा यताउता खाइन्छ नि। त्यहाँ आज चाहिँ म त्यहाँ मेरो 9:30 बजी भिडियो नि अपलोड गर्नु बाँकी छ नि। त्यहाँ म पुग्छु 8-8:30 बजीतिर पुग्छु होला त्यहाँ नि। अनि त्यसपछि यहाँ मुनि आउँदाखेरि म घरसम्म पुग्दाखेरि 9-9:30 त कट्छ नि। अनि त्यही भएर म माथि आज ढिलो गइदिउँ, 9:30 बजी त्यहाँ भिडियो अपलोड गरौँ, त्यति गरौँ भनेर सोचिरहेको छु नि। त्यही हो, फेरि घर गयो भने अलिकति टाइम 10 पर्छ नि त। 10 बजी अहिले 7 बजिसक्यो भने चाहिँ त्यहाँ पुग्दाखेरि 8:30 हुन्छ। मलाई यहाँ आउनु त 1 घन्टा 1.5 घन्टाले लागिहाल्छ तल घरसम्म नि। त्यही भएर म आज माथि बसेर भिडियो अपलोड गर्छु नि। त्यही हो, जङ्गल हेर्नु न। यो त नर्मल भनौँ, पहिला त यस्तो जङ्गल थियो नि। तर जङ्गल भएको राम्रो नि, किनकि त्यो हावापानी अलि वातावरण अलिकति वातावरणमा नि यसले बेटर पार्ने हो नि त नि। त्यही भएर माथि आइसक्यो, हेर्नु सक्नुहुन्छ बिहानको वेदर नि लास्ट कुरो छ नि। बिहान भर्खर 7 बजिरहेको हो नि त, 8-9 बजी भयो, अलिकति घाम लाग्ने नि। त्यही हो, म एसएनजी फर्किँदाखेरि घाम लाग्दैन नि, बवाल भ्यू हुन्छ नि। तर आज चाहिँ घाम लाग्दैन जस्तो लाग्यो नि। वेदर हेर्नु न आजकै, माथि हेर्नु न, आजको वेदर चाहिँ नराम्रो हो नि। मेरो घर त कहाँ हो कहाँ देखेकै छैन यो वेदरले झिकेर नि छिकेर। तर यहाँ डाँडागाउँ चाहिँ बेस्ट भनेको अलिकति चिलमा बस्नलाई यहाँ राम्रो ठाउँ छ नि। त्यही हो, तपाईँहरू पनि आउनु सक्नुहुन्छ नि। यो बुढालीकण्ड आउनु होला भने नारायणथान मन्दिर सबैले थाहा होला नि। त्यहाँ नारायण चाहिँ जन्मेको ठाउँ हो त्यो नि, मतलब जन्मेको ठाउँ कि मरेको ठाउँ त्यो चाहिँ थाहा भएन नि। जोस् नारायणथान मन्दिर आएपछि सोध्नु होला नि, डाँडागाउँ जाने बाटो कुन हो भने यो भन्छ नि। त्यही हो, बवाल भ्यू छ, बवाल आउनु होला नि। अलि राम्रो चिल ठाउँ छ, रोड हेर्नु न सफा छ नि। तर यहाँ धेरै मान्छे नआएर होला जस्तो लाग्यो नि, किनकि अलिकति सफा पनि छ। प्लस मान्छे आउनु त आउँछ तर फोहोर चाहिँ गरेन नि त। त्यही हो, अलिकति त्यो स्वयम्भू बौद्ध त्यस्तोमा चाहिँ फोहोर हुन्छ नि, किनकि त्यहाँ त हरेक हजारौँ मान्छे आएर राख्ने हो। यहाँ त एक दिनमा 50-60 जना आउने हो नि त। त्यहाँ त्यति साह्रो फोहोर हुँदैन नि, हेर्नु सक्नुहुन्छ। बालीखाल मन्दिर यहाँदेखि जानु बाटो यो तल्लोबाट। तर जङ्गल चाहिँ जङ्गल जानु पर्ने, किनकि अलिकति डर पनि हुन्छ नि त नि, हामीसँग डर पनि हुनु पऱ्यो नि। त्यो यस्तो अहिले 7 बज्यो भने चाहिँ लगभग मलाई यहाँदेखि यतिकै नर्मल हिँड्यो भने चाहिँ लगभग आधी घन्टा जति लाग्छ होला नि। त्यो कुद्दै गयो भने चाहिँ 15-16 मिनटमा पुगिहाल्छ। त्यही आजकल त म धेरै नै
आजकल धेरै हिँड्ने बानी भएन नि त, त्यही भएर आज चाहिँ म ढिलै पुग्छु जस्तो लाग्यो नि, किनकि पहिला त रेगुलर हिँडिरहेको नि त, त्यही हो नि। अगाडिको घाम झुल्किसक्यो नि रेड कलरको, एकछिन आइफोन पनि ल्याएको नि भिडियो हाल्नु पऱ्यो। तर आइफोनमा चाहिँ एन्ड्रोइडमा त सेम देख्छ क्यामेरा, तर नि अलि आइफोनमा चाहिँ जस्तो त्यस्तो देखाउँछ अलिकति नि, नर्मल त्यो जे छ त्यही देखाइदिन्छ नि, तर अलि एन्ड्रोइडतिर चाहिँ अलिकति लाइट बढी देखाउने नि, त्यही हो नि। बवाल गर्छ चिला टप मनी आइसक्यो। यहाँदेखि 2टा बाटो छ नि, म यो बाटो जान्छु, किनकि अस्ति यो बाटो जाँदाखेरि चाहिँ त्यहाँ माथि भर्याङ चढ्दाखेरि एउटा कुकुर थियो नि, 3-4जना कुकुर थियो, अलि हेर्दा पनि टोक्नेवाला थियो नि त, आज पनि 6 भनेर नगएको। अहिले कुकुरदेखि नि अलिकति डिस्टेन्स राख्नु होला नि, किनकि टोक्दैन, झ्यामै टोकिदिन्छ नि। अस्ति नै मेरो 2 वर्ष अगाडि नै यो नारायण मन्दिर छ नि, यो त्योभन्दा तल चाहिँ मलाई चाहिँ ड्याममै टोकिदिएर नि, ओहो अब के गरौँ नि, त्यसलाई सानै थियो नि त, 2-4 वर्ष अगाडि होइन, 4 वर्ष अगाडि त हामी सानो थियो नि, त्यसले के गर्ने नि, अब कुकुरले टोक्यो, अब के हुने कि के हुने कि नि, त्यस्तो भएन चाहिँ जोस गयो, बाबालाई सोध्यो सुई हान्नुपर्छ भनेर हाने यता नि, त्यो अहिलेको यति बस्यो नि। म लगभग बिहान म 6 बजीतिर हिँडेँ र अहिले 8 बजी भनेर 2 घन्टा लाग्यो भने म बिस्तारै आएको हुँ त, त्यही हो। यहाँदेखि त्यहाँसम्म पुग्न लगभग त्यही 5-6 मिनट लाग्छ नि, त्यही हो। कस्तो भ्यू छ तपाईँहरूले माथिबाट देखाउँछु नि, अलिक बगाले हुन्छ जस्तो लाग्यो नि। अस्ति नै म गर्मी महिनामा थियो, राम्रै थियो भनौँ भने, त्यो होला त्यस्तै खाएँ। यता गर्मी महिना कि जाडो महिना होला है, गर्मी महिना होला जस्तो लाग्यो मलाई नि, किनकि म त्यसले टी सर्ट लगाएर आएको थिएँ नि त, त्यही भएर नि हाफ कोट पनि लगाएर आएको थिएँ नि, प्लस त्यही भएर मलाई गर्मी महिना जस्तो लाग्यो नि, त्यही हो। माथिबाट त्यस्तो खान्छ नि, त्यही हो। आज लास्ट मजा भयो यार, अलिकति अब जतिखेर पढेर पनि भएन नि, जस अलिकति हप्तामा काहीँ नयाँ ठाउँ जाउँ, त्यहाँ के छ त्यहाँको नेम पालनमा के छ नि, त्यो नै बुझ्न जरुरी छ नि, त्यही हो। माथि टपमा नि आइसक्यो नि, हेर्नु सक्नुहुन्छ भ्यू। सो अरूभन्दा के छ नि, पसल बन्द रहेछ यार, अस्ति म आएको नि यहाँ आएर खाएको थिएँ नि त, के अरू के चिया छ यताउता नि, त्यसो आज चाहिँ बन्द रहेछ नि, जोस आज खाएन भने किनकि अरू ठाउँमा पनि खाँदिनँ नि त, म जतिखेर यही पसलमा आउँछु नि, जतिखेर कहिले आउँदाखेरि म यही पसलमा छिर्छु नि त, त्यही भएर हेर्नुहुन्छ भ्यू। वेदर हेर्नु न, म अहिलेसम्म त्यो के कुहिरो लागिरहेछ नि, घामै लागेन नि, घाम यता मात्रै हो माथितिर नि, फेरि माथिदेखि चाहिँ यता देख्दाखेरि चाहिँ फेरि वेदरहरू यस्तो यो व्हाइट कलरको जस्तो देख्छ माथि तलदेखि हेर्दा नि, तर यहाँदेखि हेर्दा नि त्यस्तै देख्छ नि, फेरि तल गयो भने त्यस्तै देख्छ नि, हुन्छ। तर यतातिर चाहिँ जग्गा सस्तै होला नि, किनकि अलिक डाँडामा नि त यो, तर हाईमा चाहिँ अलिक सस्तो हो जस्तो लाग्यो नि, अलि त्यो मतलब त्यो हाई तलतिर चाहिँ महँगो पर्छ, यहाँ मासतिर त सस्तै होला नि। हाम्रोतिर लगभग त्यो म बस्ने एरियातिर चाहिँ लगभग 50-45 छ भने त्यहाँ आनाको नि, मतलब एक आनाको 45 लाख भने, आना त लगभग थोरै हुन्छ, लम्बाइ लगभग 13 फिट, चौडाइ नि 13 फिटै हुन्छ जस्तो लाग्यो नि, त्यति साह्रो चाहिँ लामो हुँदैन, त्यति साह्रो ठुलो चाहिँ हुँदैन नि। आना चाहिँ यो बाटो गइदिउँ आज, त्यो अस्ति आएको थिएन म भरे त्यही बाटो नि, अहिले भने चाहिँ 8:03 भइसक्यो भने चाहिँ अब म घर पुग्दाखेरि लगभग एउटा मिस्टेकै बिर्सेँ, भिडियो अपलोड गर्ने टाइम भइसक्यो अन्त यार, 9:30 त हुनु लाग्छ नि, कहाँ गएर गरौँ भइरहेको नि, पसल त खुल्ला छ अरू त नि, तर त्यहाँ चाहिँ जानु मन लाग्यो नि, अलिकति माथि झ्याउझ्याउ भयो नि त, त्यस्तो वातावरणमा मलाई बस्नै मन लाग्दैन नि, सुरलको तुना नबानेर यार झरेको छ नि, फेरि बान्छु एकछिन चाहिँ भने लगभग अब म यो अघि म त्यो भ्लग बनाउनु सुरु गरेको थिएँ नि, त्यहाँसम्म पुग्न लगभग आधी घन्टा 1 घन्टा त लाग्छ यार, लामो हो नि त बाटो नि, त्यही हो। वाल चाहिँ अलिकति राम्रै हाल्यो नि, यहाँ तल आइसक्यो, अब यहाँदेखि लगभग जानलाई मेरो घरसम्म पुग्नलाई लगभग आधी घन्टा जति लाग्छ होला नि। आज चाहिँ म चाहिँ किन चाँडो आएको भने त्यहाँदेखि नि बाइकमा आएको थिएँ नि त, म
एकजना मान्छेले लिफ्ट मागेर अनि त्यहाँदेखि यसो म आएको नै नभए म ढिलो हुन्थ्यो भिडियो नि अपलोड गर्ने टाइम भ्याउँदैन थिएँ जस अब चाहिँ टाइम पाएँ नि जस अब म त्यहाँ जाँदा 9, 10, 20 त भइहाल्छ 9:30 बजे म भिडियो हाल्छु नि फेरि बत्ती छैन नि बर्बाद हुन्छ नि घरिघरि बत्ती गइरहेको छ हाम्रो टोलमा नि त्यो पैसा तिरे नि के गर्नु बत्ती गएको छ नि पैसा तिरिरहेको सो आजको भिडियो चाहिँ यहीँ गरौँ कस्तो